नेपाली बेरोजगार हुनुका मुख्य कारणहरू 1 कवाडीको काम गर्ने गर्दिन 2 सागसब्जी बेच्ने कि गर्दिन 3 फलफूल बेच्ने काम गर्ने गर्दिन 4 चटपटे पानीपुरी बेच्ने गर्दिन 5 दोकानमा काम गर्ने कि गर्दिन 6 घर घर गएर सामान बेच्ने त गर्दिन 7 पञ्चर टाल्ने काम गर्ने गर्दिन 8 बिजुलीको काम गर्ने आउँदैन 9 प्लम्बरको काम गर्ने आउँदैन 10 फ्रिज टिभी बनाउने आउँदैन 11 बाइक बनाउन आउँछ आउँदैन 12 कपाल काट्न आउँछ आउँदैन 13 जुत्ता सिउन आउँछ आउँदैन 14 होटलमा खाना बनाउने आउँदैन 15 होटेलमा वेटर गर्ने गर्दिन 16 अस्पतालको सफाई गर्दिन 17 ब्युटी पार्लरको काम आउँछ आउँदैन 18 कपडा सिलाउन आउँछ आउँदैन 19 खुकुरी हँसिया बनाउने आउँदैन के गर्न आउँछ त ब्याचलर गरेको छु पढेको छु फर्स्ट डिभिजनमा पास गरेको छु त्यो त ठिक छ काम गर्न चाहिँ के आउँछ जवाफ छैन यदि तपाईले यी टास्क छोड्नुभयो भने सोच बदलिन्छ बानी बदलिन्छ नतिजा बदलिन्छ सफल बन्न डाउन्स पालना गर्नुहोस् यदि भिडियो मन पर्यो भने लाइक गर्नुहोस् साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै प्रेरणादायी भिडियोका लागि च्यानल सब्स्क्राइब गर्नुहोस् थ्यांक यू